सम्पूर्णमा नमस्कार। म चाहिँ आज माध्यमिक शिक्षा परीक्षा एसई 2081 को नतिजा कसरी हेर्ने भनेर देखाउँदै छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यसरी ग्रेड सिट सहित कसरी हेर्ने भनेर देखाउँदै छु। त्यसको लागि सबैभन्दा पहिला आफ्नो मोबाइलमा रहेको क्रोम ब्राउजरमा जाने, त्यसमा गएर SEE.ntc.net.np भनेर सर्च गर्ने। यसरी यो एनटीसी को चाहिँ एउटा ब्राउजर खोलेर आउँछ, यो खुल्छ अनि यसमा हामीले रिजल्ट हेर्न सक्छौं। हामीले यसरी एसई होम गर्यौं भने चाहिँ जीपीए मात्रै देखाउँछ भने ग्रेड सिट सहित हेर्नको लागि त ग्रेड सिटमा क्लिक गर्ने अनि यसमा सिम्बल नम्बर हान्ने, आफ्नो सिम्बल नम्बर एसई को जुन परीक्षा दिँदाखेरि प्रवेश पत्रमा लेखिएको थियो त्यही सिम्बल नम्बर हान्ने। मसँग चाहिँ यता अघि छ, मैले चाहिँ यसलाई कपी गरे, तपाईले आफ्नो हान्नु होला अनि यसमा चाहिँ डेट अफ बर्थ आफ्नो जन्म मिति हान्नु होला, मैले पनि कपी गरे है त, तपाई आफ्नो हान्नु होला अनि यसरी यहाँ सर्च रिजल्टमा क्लिक गर्नु होला अनि यसरी ग्रेड सिट सहित रिजल्ट देखिन्छ है त।